के अरे मलाई काठमाडौँ पठाउन सहयोग गर्ने दाइ पनि छन्। त्यो दाइका छोरा यहाँ यो भोकु यताउता ती भोटे दाइका छोरा हो नि जेठा छोरा हो नि। आइजी भइसक्यो जुन एउटा टालोको कथन अनलाइन खबरले छातालाई फाटेको छातालाई झोला बनाएर बाहिरबाट टालो हालेर त्यो घरमा विद्रोह गरेको कि झोला त घरमा दिन सक्ने अवस्था थियो, पसलमै झोला थियो घरमै, तर काठमाडौँ नजाओस् भन्ने चाहनाले होला त्यस कारणले त्यहाँ झोला मलाई प्राप्त थिएन। मेरो जाने दिन चाहिँ मैले आफै फिक्स गरेको थिएँ। अब त्यो बेला के गर्ने त भन्दा यो भाइको दाइ हाम्रो भोटे दाइ भेटिनु हो, ल दाइ यही फाटेको झोलाको छाताको झोला सिलाउनु पऱ्यो, तर टालो चाहिँ बाहिरबाट हाल्नु पऱ्यो। घरमा झोला हुँदा नदिएको भनेर त्यो सन्देश दिनलाई भनेर त्यो ल्याएर उहाँलाई चाहिँ मेरो प्रस्तावले उहाँलाई बडा अप्ठ्यारो भएर उहाँ आफै दर्बीभूत भएर होइन बाबु एउटा झोला मै सिलाइदिन्छु भन्नुभएको थियो उहाँले। र होइन अब झोला त मलाई त विद्रोह गर्नु थियो, झोला उहाँसित लिनुपर्ने होइन। त्यस कारणले मैले उहाँसित चाहिँ मैले झोला लिएर गएको हो, उहाँले सिलाएको झोला यहाँबाट त हिँडेर जानुपर्छ त्यतिखेर लिएर गएको हो। अब त्यो झोलाको कथा कति सालतिर यहाँ जोडिन्छ, यो त 42-43 सालतिर। अनि उहाँको बुवालाई मैले अलि अस्ति नै भेटेँ, आज पनि भेट्ने हो।